नमस्कार सम्पूर्णमा। 14 गतिको अविरल वर्षाका कारण लोमन्थाङदेखि काइकबेनदेखि लोमन्थाङ सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यो काइकबेनी र छुसाङ बीचको सडक चाहिँ लगभग तपाईको 2-3 मिटर नै तल भासिएको अवस्था छ। पूर्ण रूपमै ध्वस्त भएको छ। यो एउटा भयो, अझै उता पनि एउटा छ, उताबाट खोल्सा पनि छ। त्यो खोल्सा पनि पूर्ण रूपमा क्षति पुगेको छ। तपाईको यो त तपाईको 2-3 मिटरै तल डाउन भएर भासिएको छ। तपाईहरु यदि अप्पर मुस्ताङ घुम्ने सोचमा हुनुहुन्छ र सोच बनाइराख्नु भएको छ भने कृपया अप्पर मुस्ताङको लागि चाहिँ बाटो पूर्ण रूपमै बन्द भएको अवस्था छ र बाटो तपाईलाई बनाउनलाई र पूर्ण रूपमा सञ्चालन गर्नलाई नै लगभग तपाईको 2-3 दिन लाग्न सक्ने अवस्था छ। तपाईको बाटो रोड त पुरै भासिएको अवस्था छ। साथसाथै तपाईको रोड पनि तपाईको 2-3 मिटर नै तल डाउन भएको अवस्था छ कुनै ठाउँमा। त्यसैले मुक्तिनाथसम्म चाहिँ पूर्ण रूपमा बाटो सञ्चालन भएको अवस्था छ र तपाई अप्पर मुस्ताङ घुम्ने सोचमा हुनुहुन्छ भने कृपया अहिले 4-5 दिनलाई तपाईहरु सोच अप्पर मुस्ताङको लागि यात्राको सोचमा यात्रा नगरिदिनु होला। मुक्तिनाथसम्मको बाटो चाहिँ क्लियर छ है।